झन्डै एक दशक सञ्चार पेशामा योगदान दिएका 29 वर्षीय सुरेश रजकको अल्पायुमै भएको अस्वाभाविक मृत्युले सिङ्गो रजक परिवार शोकाकुल बनेको छ। घरको एउटा दरिलो खम्बा राजावादी आन्दोलनको चपेटामा परेर ढल्दा परिवार र आफन्त विक्षिप्त छन्। स्वाभाविक मृत्युलाई सबैले स्वीकार्नुको विकल्प छैन, तर सुरेशको अस्वाभाविक र रहस्यमय मृत्युले परिवारमा थप पीडा थपिएको छ। साथै राज्यले अभिभावकत्व निर्वाह गरी मृत्युको सत्य तथ्य 5 दिन बितिसक्दा पनि बाहिर ल्याउन नसक्नुले रजक परिवारको घाउमा मलम लगाउनुको साटो पीडा थप्ने काम गरेको छ। कैयौं रहस्यमय घटनालाई आफ्नो क्यामेराको फ्रेममा कैद गरेर पर्दाफास गरेका सुरेशको आफ्नै रहस्यमय मृत्युले अनुत्तरै थुप्रै प्रश्न र जिज्ञासा उब्जाएको छ, जसलाई राज्यले यथाशीघ्र न्यायोचित र स्वतन्त्र रूपमा छानबिन गरी सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारसँग गरेपछि बुधबार उनको अन्तिम संस्कार गरिएको छ। त्रिवी शिक्षण अस्पतालबाट शोभा भगवतीसम्म रजकको शवयात्रा गरियो। अन्तिम संस्कारमा उपस्थित सबैको आँखा आँसुले भिजेका देखिन्थे। परिवारका सदस्यहरू भावविह्वल बनेका थिए भने हत्यारालाई फाँसी दे, सत्य तथ्य छानबिन गर लगायतका नाराबाजी समेत गरेका थिए। चैत 15 गते तिनकुने स्थित एक घरमा आन्दोलनकारीले आगजनी गर्दा उनको मृत्यु भएको थियो। मृत अवस्थामा भेटिएका सुरेशलाई गोली हानेर जलाइएको भन्ने आशंका धेरैले गरेका थिए, तर बुधबार गरिएको पोस्टमार्टम रिपोर्टमा सुरेशको जलेर मृत्यु भएको पुष्टि भएको छ। त्रिवी शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार सुरेशको शरीरमा गोली नलागेको खुलेको हो। बाहिर हल्ला भए जस्तो मारेर जलाइएको भन्ने कुरा पोस्टमार्टम रिपोर्टमा नदेखिएको चिकित्सकको भनाइ छ। शरीर जलेर फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइएको र शरीरमा कुनै पनि गोली नभेटिएको चिकित्सकले बताएका छन्। आगोले जलेर उनको मृत्यु भएको अस्पतालका फोरेन्सिक मेडिकल विभाग प्रमुख डाक्टर गोपाल चौधरीले बताएका छन्। आगलागीमा परेर मृत्यु भएका रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए। मङ्गलबार परिवारका सदस्यलाई मेसिन बिग्रिएको भनेर घर पठाएपछि राति 9 बजे गरिएको एक्सरे रिपोर्टमा गोलीको निशाना वा कुनै चोटपटक नदेखिएको अस्पतालले बताएको थियो। तर परिवारका सदस्यहरूले आफूहरूको अनुपस्थितिमा गरिएको एक्सरेमा आशंका उब्जाएपछि बुधबार फेरि एक्सरे गरिएको थियो। दोस्रो पटकको एक्सरेमा पनि कुनै चोटपटक नदेखिएपछि पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइएको हो। एक्सरे र पोस्टमार्टम रिपोर्टमा गोली लागेको नदेखिएपछि शव बुझेको परिवारले भने राज्यले विभिन्न षड्यन्त्र गरेको। भाइ सुरेश रजक आज उहाँको हुन त अब देहान्त भएको आज लगभग 5 दिन भइसक्यो र आज